साथीहरु तपाईहरुलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज म चाहिँ तपाईहरुलाई के देखाउन गइरहेको छु नि हेर्नुहोस्, अनि त्यसपछि मात्रै थाहा पाउनुहुनेछ म चाहिँ आज के देखाउँछु भने हाम्रो घरमा भएको एउटा स्पेशल चीज तपाईहरुलाई देखाउन लागिरहेको छु है। त हाम्रो घरमा हैन, हाम्रो बडियामाको घरमा, तुम्बाको घरमा हो। अनि तपाईहरुलाई चाहिँ यो स्पेशल चीज चाहिँ देखाउन लागिरहेको छु। प्राय जसो कसैकोमा नि हुँदैन नि, कोही कोहीकोमा हुन्छ, नहुने त हैन, तर पनि म तपाईहरुलाई चाहिँ स्पेशल चीज चाहिँ देखाउन लागिरहेको छु। अस्ति त हेर्नु त यो मात्रै फुलेको थियो, अहिले चाहिँ यस्तो दामी फुलेछ, निलो पनि। यो हेर्नुहोस् है, ग्यानथुङ्गे फुल। तपाईहरुकोमा कस्तो कस्तो कलरको फुल्यो, हाम्रोमा चाहिँ यस्तो कलरको, दुई कलरको मात्र फुलेको छ है। ग्यानथुङ्गे फुल अति मन पर्छ, तर मन परेन के गर्नु, फुले त्यति हुँदैन। पहाडतिर त यसको बिउ राख्दा नि हुन्थ्यो नि, बिउ राख्दा हुन्थ्यो, तर यहाँ चाहिँ खासै नहुने रहेछ हो। बिचारा हाम्रोमा त यस्तो त छ, हाम्रोमा त फुलेकै छैन हो। यो फुल त फुल्नु आँटेन, बिचारा अलिक धेरै झ्यास लगाइदिएको भए फुल्थ्यो। झ्यास पनि कम्ती भए जस्तो छ हो, अनि त्यो भएको कारणले छैन। कहिले हाँगाचरी यसको दामै मुना आएछ, सानो बल्ल 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 आएछ हौ मुना, सानो मुना आएछ बल्ल बल्ल, यत्रो चाहिँ मुना आएछ नि। कहिले ठुलो हुन्छ र फुल्छ, यसलाई चाहिँ अलिक झ्यास लगाइदिनु पर्छ जस्तै छ हो। यो जुटहरू सुकुरो भए जस्तो छ नि त, त्यही भएर हाम्रो त छैन फुलेको। यी बिचारा माया लाग्दछ, ल्याउनु त धेरै। लु म चाहिँ हाम्रो तुम्बाको घरमा आइपुगिसकेँ। म तपाईहरुलाई स्पेशल चिज देखाउन लागिरहेको छु है। ए कस्तो नदेखिने रहेछ नि। हाम्रो तुम्बाको घरमा के चाहिँ रहेछ भने, तुम्बा यहाँनिर कुखुरा चोर्नु। लु हेर्नुहोस् त साथीहरू, हाम्रो तुम्बाको घरमा चाहिँ के चाहिँ रहेछ भनेर तपाईँलाई के चाहिँ देखाउन खोजेको भन्दाखेरि यो सुनाखारी फुल। सुनाखारी फुल चाहिँ दामी फुलिरहेको छ नि त हो। आम्मामामाम यस्तो दामी फुलेको छ। हाम्रोमा चाहिँ फुल्नै सकेन कि के भएर चाहिँ नफुलेको। हाम्रो तुम्बाकोमा यस्तो दामी फुलेको छ, सारा। लु हेर्नुहोस् त, के तपाईहरुकोमा पनि यस्तो फुल्छ त? प्रायः जसो हुँदैन है, कसैकोमा पनि कम्ती मात्रामा हुन्छ, कसैकोमा भन्दा पनि कम्ती मात्रामा हुन्छ नि त। तर हाम्रोमा चाहिँ यसरी तुम्बाको घरमा चाहिँ फुलेको, हाम्रो तुम्बाको घरमा चाहिँ यसरी फुलिरहेको छ है मजाले। यस्तो दामी फुलेको छ। लु हेर्नुहोस् त, रुखैभरि, चारैतिर रुखैभरि। आम्मामामा यस्तो दामी फुलेको छ कि सुनाखारी फुल। लु हेर्नुहोस् त, चारैतिर कस्तो दामी देखेको छ है। वाउ, कसैकोमा छ त यस्तो भन्नुहोस् त, तपाईहरुकोमा पनि छ भने देखाउनुहोस् ल, कस्तो कस्तो कलरको फुलेको छ हेरौँ ल। तपाईहरुकोमा पनि भयो भने देखाउनु होस् है। तपाईहरुकोमा कसैकोमा छ भने देखाउनुहोस् है, यस्तो दामी फुलेको छ नि। वाउ वाउ, म त हुची भएपछि यस्तै हो, भेट्दै भेट्दिनँ। अक्ली हुनु नि गाह्रो रहेछ। भगवानले पनि कस्तो होच बनाइदिएको हौ, अक्ली बनाइदिनु नि। नभेटेपछि यसरी भेट्दै भेट्दैन हो। अनि म भन्दा अबै के छ हौ, अक्लो भएपछि त यहाँ हेर्नुहोस् त, सुनाखारी फुल। वाउ यस्तो दामी छ नि, झुन्डी झुन्डी। म चाहिँ भिडियो देखाउँदैछु कि तपाईहरुको लागि। यस्तो कस्तो दामी फुलेको छ है वरिपरि। लु म चाहिँ तुम्बाको घरमा जाँदैछु। तुम्बा चाहिँ के गर्नु हुँदैछ है, यहाँ हेर्नु पर्यो। बिरामी छु भन्नुहुँदै थियो हिजो, के गर्नु हुँदैछ तुम्बा? साफसफाइ कार्यक्रम रहेछ नि त। यता चाहिँ हाम्रो किपुरो सुस्मिताको दामी यार साफसफाइ कार्यक्रम हुँदैछ। यस्तो साफसफाइ गरेको यहाँ कोको चाहिँ यसरी फुलेछ। तुम्बाको घरमा चाहिँ यस्तो छ नि त्यो फुल त हो, सिनेरी फुलहरू। यहाँ पनि छ, कति रहर लागेको है तुम्बालाई चाहिँ पुरै। यो लड्ने फुल के फुलको नाम पनि थाहा छैन, लडिरहेको छ। यो फुल हो कि के हो,
लडिरहेको छ त वरिपरि। किप्पुले धुलो उडायो नि त। बिरामी मान्छे त खाना पो खानु हुँदो रहेछ। ल तुम्माको त साथीहरू, म चाहिँ दोकान आइपुगेँ अनि दोकानमा आइपुगेर यहाँ आरामसे बसिरहेको छु। आरामसँग आइपुगिसकेँ। हाम्रो पसल चाहिँ यही हो। अनि तपाईँहरू पनि कोले देख्नु भएको छैन, वरिपरि हुनुहुन्छ भने भिजिट गर्न सक्नुहुन्छ है। अनि ओके, बाई बाई। अहिले चाहिँ फेरि अर्को नेक्स्ट भिडियोमा भेटौँला। बाई बाई।